जिन्दगीमा पहिलोपटक 6 बजे उठेर सिमखुडुलाई सरप्राइज दिन जाँदैछु। यहाँ चाहिँ म एयरपोर्ट पुगेँ अनि यो मेरो टिकट प्लेन चाहिँ लास्टै ढिलो गर्यो, बल्ल बल्ल आयो है। अनि यसो बाहिर हेर्देको राम्रो छ भ्यू। म काठमाडौँ पुगिसकेँ अनि जाँदैछु। हेर्नु होला घर आयो। दिदी नमस्कार भन्छ। नमस्कार। अब सिमखुडु माथि हुनुहुन्छ होला, म गएँ। अब गएँ हेर्नु सिमखुडु। What is this behavior? Yeah, buddy. सपना हो यो आधी खुट्टा भाँचेर मलाई भेट्न आएको। म त पहिले खुट्टा भाँचिदिन्थेँ यस्तो भए भेट्दा। के छ यो रुदे पसेको यो सरप्राइज दिन आउने मान्छे रुदे पस्छ नि। पूजामा जान्छु भने